चिसो हावा, गहिरो मौनता र जमेको कुण्ड। यो हो भैरवकुण्डको अविस्मरणीय यात्रा। सदा झैँ नयाँ साथीको साथमा नयाँ गन्तव्य। यो पल्ट हामी सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको 4250 मिटरको उचाइमा रहेको भैरवकुण्डको पदयात्रामा निस्किँदैछौँ। यो पल्टको यात्रामा मलाई मेरो मामाको माइलो छोरा विवेक उर्फ दारी र मेरो भान्जा अजयले मलाई साथ दिँदैछन्। अब हामी बनेपाबाट मोटरसाइकलमा 3 जना यात्रामा निस्किँदैछौँ। सुरु गरौँ अबको यात्रा। यस पदयात्रा बगामबाट सुरु हुने भएकोले हामी त्यहाँसम्मको लागि चाहिँ मोटरमा जाने निधो गऱ्यौँ। जस अनुसार 2टा मोटरसाइकलमा हामी 3 जना अरण्यको राजमार्ग हुँदै अगाडि बढ्यौँ। यो अहिलेको बाटो अरण्यको राजमार्ग हो। यतिखेर हामी 5 खाल नगरपालिका आइपुगेको छौँ। यतिखेर हामी 0 किलो भन्ने स्थानमा आइसकेका छौँ। 0 किलोबाट चाहिँ बायाँतर्फ अगाडि बढ्दाखेरि मेलम्ची बजार पुग्न सकिन्छ भने दायाँतर्फबाट चाहिँ नेपालको अन्तिम सिमाना खासा बजार जसलाई कोदारी नाका पनि भनिन्छ, कोदारी नाकासम्म पुग्न सकिन्छ। हामी अब भैरवकुण्ड जानको लागि दायाँतर्फ अगाडि बढ्दछौँ। यस अरण्यको राजमार्गको 12 खण्डदेखि तातोपानी नाकासम्म नै सडक पूर्ण रूपमा कच्ची रहेको छ। 71 सालमा आएको भुइँचालो पश्चात पटक पटक आएको बाढी, 78 साल वा 81 साल दुवैमा आएको बाढीले बाटो बस्ती तहस नहस बनाएको छ। बाटो मर्मतको कार्यहरू जारी नै राखिएको छ। सायद चाँडै बन्ने छ होला।
यही नै हो नेपालकै पहिलो हो यो चाहिँ र लास्ट स्टेसन जानु गरेको चाहिँ बन्दिजम चाहिँ अब हामी यहाँबाट अझ अगाडि बढ्छौँ है जानका लागि हस् त गाइस यात्रा कस्तो हुँदैछ बबाल बबाल एकदम सही हाम्रो यात्रा कहाँसम्मको हो रे भैरवकुण्डसम्म गएको छ होइन यहाँ अहिलेसम्म त दामी छ अब अगाडिको बाटो चाहिँ कस्तो छ भने चाहिँ हामीलाई थाहा छैन होप राम्रै होस् दामी होस् यात्रा रमाइलो गर्नुपर्छ सबैजना आउनु होला रमाइलो गर्नुको घुमघाम चाहिँ सबैले गर्नुपर्छ है गाइजहरू भान्जा के छ तिम्रो गर्लफ्रेन्डसँग व्यस्त छ भान्जा यतिखेर मोबाइलमा अब हामी अगाडि बढ्यौँ यहाँबाट अबको यात्रा हामी भैरवकुण्ड यतिखेर हामी सिन्धुपाल्चोक जिल्लाको डाक्लाङ भन्ने ठाउँ आइपुगेको छौँ सिधा अगाडि बढ्यौँ भने हामी तातो पानी चाइना नाका पुग्न सक्छौँ भने हामी चाहिँ यहाँबाट देब्रेतर्फ लागेर आज छगाम बगाम हुँदै चोक्करमक्करसम्म बास बस्न पुग्दछौँ अब हामी भैरवकुण्डतर्फ अगाडि बढ्यौँ यो बाटो हुँदै डाक्लाङ भन्ने ठाउँबाट नै चोक्करमक्करसम्म नै कच्ची मोटर बाटो रहेको छ भनेर स्थानीयहरूले भन्नुभयो यहाँबाट 2 घन्टामा चाहिँ अब हामी बगामसम्म पुग्न सक्छौँ भने त्यहाँबाट थप 2 घन्टामा चोक्करमक्करसम्म मोटर बाटो रहेको छ तर बगामबाट अगाडि चाहिँ हिउँ परेकोले मोटर जाने सम्भावना न्यून रहेको छ भन्नुभएको छ त्यसै अनुसार अब हामी चाहिँ बगामसम्म अगाडि बिस्तारै बढ्दैछौँ यतिखेर हामी लिस्टिकोट आइपुगेका छौँ यस क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रयोग गर्ने लिस र तिब्बती मूलका समुदायले प्रयोग गर्ने ती भाषा तथा स्थानीय कोट डाँडालाई समायोजन गरी यस स्थलको नाम लिस्टिकोट रहन गएको जनविश्वास विद्यमान रहेको छ यस क्षेत्रमा रहेको श्री उग्रचण्डी मन्दिरलाई लिस्टिमाई मन्दिर पनि भन्ने गरिन्छ भोट भनेको तिब्बत भनिन्छ नेपाल भोट युद्ध हुँदा जङ्गबहादुर राणाले आफ्नो सैनिकसहित लिस्टिमाई मन्दिरमा दर्शन गरी युद्धमा विजय प्राप्त गरेको भन्ने इतिहास पनि रहेको छ त्यसैले यो लिस्टिमाईको मन्दिर एकदम ऐतिहासिक मन्दिर पनि रहेको छ हामीले पनि यस शक्तिशाली तथा ऐतिहासिक लिस्टिमाई मन्दिरको दर्शन गरी पुनः आफ्नो गन्तव्यतर्फ अगाडि बढ्यौँ
हामी यतिखेर छगाम आइसकेका छौँ। सुन्दर गाउँ रहेको छ यो। सुन्दर गाउँको हामी अवलोकन गरिराखेका छौँ। अब छगामबाट अब हामी बगाम हुँदै आज चोक्कर मकरसम्म पुग्नेछौँ। यात्रा कस्तो हुँदैछ भान्जा? एकदम एडभेन्चरस, एकदम रमाइलो। अब यहाँभन्दा माथि पनि रमाइलो हुन्छ होला। यो तिम्रो फर्स्ट ट्रेक हो? मेरो फर्स्ट ट्रेक हो। फर्स्ट ट्रेक अन गर्नु एकदम बेस्ट लागिरहेको अहिलेसम्म। दारी ल अब हामी यताबाट बगाम गएर आज बगाममा मोटरसाइकल राखेर त्यहाँबाट चोक्कर मकरतिर अगाडि बढ्दछौँ। बगामबाट 1 घन्टाको मोटरसाइकलको यात्रा पश्चात अब यहाँबाट बाटो हिलाम्बे हिउँ परेको हुनाले अगाडि जान नसक्ने भएकोले हामीले यहीँ जङ्गल छेउमा मोटरसाइकल राखी पदयात्रा सुरु गरेका छौँ। बाटो पुरै खत्तम भएको छ हिउँ पानीले गर्दाखेरि। अब यहाँबाट चाहिँ हामी बिस्तारै पैदल यात्रा सुरु गर्छौँ। यात्रामा साथीभाइहरू भेटिनु छुटिनु प्राय भइरहेको छ। यतिखेर हामीसँग हाम्रो यात्रामा थप 2जना साथीहरू जोडिनु भएको छ। बगामदेखि नै उहाँहरू र हामी सँगसँगै अगाडि बढ्दैछौँ। उहाँहरूसँग भलाकुसारी गर्दै रमाइला कुराकानीहरू गर्दै हामी बिस्तारै अगाडि बढिराखेका छौँ।
कहिले उज्यालो आकाश त कहिले धुम्म परेको कुहिरो बादलभित्र रमाउँदै हिउँसँग लुकामारी खेल्दै हामी अगाडि बढिराखेका छौँ। यतिखेर हिउँ परेकोले मौसम पनि धुम्म परेको छ र धुम्मभित्र पनि हामी रमाउँदै अगाडि बढिराखेका छौँ। हिउँमा आफ्नो पाइलाहरू देखाउँदै रमाउँदै अगाडि बढिराखेका छौँ। देश प्राकृतिक रूपमा अनुपम रहेको छ। छिनमै मौसम परिवर्तन हुन्छ। हेर्नुहोस्, अब हिउँ पर्न सुरु भइसकेको छ। बिस्तारै हिउँका दानाहरू फुसफुस गर्दै झरिराखेका छन्। अघिसम्म मौसम सफा थियो, अहिले अब एक्कासी हिउँ पर्न सुरु भइसकेको छ। बिस्तारै हामी हिउँसँग खेल्दै रमाउँदै अगाडि बढ्दैछौँ। हेलो 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 ब्रदर, कस्तो भयो यात्रा? कहाँबाट हामी? यता ठेगाना काठमाडौँ। यात्रा रमाइलो भयो? रमाइलो भयो निकै रमाइलो भयो। हिउँ कतिको छ? ल ठिक छ, ल बाई बाई। हामी हेटौँडाबाट। हेलो हेलो, यात्रा कस्तो भयो? एकदम रमाइलो हो दाइ। कहाँदेखि हामी? भक्तपुरदेखि दाइ। भक्तपुरदेखि। We love to travel, we enjoy a lot. Okay. डिफिकल्ट पनि छैन, स्नोई छ, मजाको छ। ठिक छ, भिडियो हेर्नुको लागि राजन न्युपाने भनेर सर्च गर्नु होला, युट्युबमा आउँछ है। ओके, इन्जोय सर। जानुहोस्, थ्याङ्क यू। बाटो पुरै छेताम्मै भएको छ, हेर्नु होला। हिउँको कारणले हामीलाई चोकर मोकर आइपुग्नलाई 4 घन्टा समय लागेको छ। यतिखेर साँझको 7 बजिसक्यो। यो चोकर मोकर चाहिँ लगभग 2800 मिटरको हाइटमा छ। मौसम चिसो भएको हुनाले हामी थुक्पा खाँदैछौँ। आज हामी थुक्पा खाएर यहीँ बास बस्नेछौँ र बिहान सबेरै हामी कुण्डतर्फ अगाडि बढ्दछौँ। चिसो मौसममा थुक्पा खानुको मजा नै बेग्लै रहेको छ। चोकर मोकरबाट हामी भैरवकुण्डतर्फ अगाडि बढ्यौँ। बिहानको 6 बजेको मौसम हो यो। हेर्नुहोस्, हिउँले बाटो ढकमक्क ढाकेको छ। हामी चोकर मोकरबाट जम्मा 1 किलोमिटर मात्र माथि आइपुगेका छौँ। यात्रामा छौँ हामी 3 जना। हेर्नुहोस्,
छैन हामीलाई, तर चिसो अलिअलि बढिराखेको छ। ठिक छ, हामी अगाडि बढ्ने प्रयास गरेछौँ। नमस्ते सबैजनालाई। यो चाहिँ अब भन्नु त 3 करोड जनता भन्छ नि नेपालमा होइन, 3 करोड जनताले हेर्ने पनि भिडियो हो। र वर्षमा एकचोटि चाहिँ नेपालको जुनैसुकै कुना होस् तपाईँहरूले रोज्नुहोस्, तपाईँहरूले छान्नुहोस् र जानुहोस्। सहरी बजारबाट वाक्क दिक्क भएर फ्रस्ट्रेट भएर बस्नु भएको छ भने तपाईँहरूलाई चाहिँ एकदमै स्वर्गीय आनन्द दिन्छ होइन। बब्बाले रमाइलो छ। यो चाहिँ अहिले म गौरी सङ्गर कन्जर्भेसन एरियामा छु होइन। यस्तो बबाल छ भ्यूहरू साथीहरू होइन। मनमा भएको त तपाईँको जुनै पनि टेन्सन होस् कि सबै टेन्सन फ्री हुन्छ। सबैजनाले वान्स अ इयर एउटा ठाउँ भिजिट गर्नु होला। हस्, धन्यवाद। अब हामी हल्का ओह्रालो तेर्सो हिँड्दैछौँ। अब नजिक भैरवकुण्ड आउन लागेको हामीलाई फिल हुँदैछ। बाटो सजिलै छ अहिलेसम्म, हिउँले खासै गाह्रो भएको छैन। हेर्नुहोस् दृश्य हेर्नुहोस्, फुल भ्यू छ। कालो बादल पनि लागिरहेको छ हल्का। हाम्रो खैरे भन्दा अगाडि बढेछन्। फर्स्ट ट्रेकिङ कस्तो? फर्स्ट ट्रेकिङ सुरुमा चाहिँ अलिक गाह्रो लागिरहेको थियो। लगभग गिभअप गर्छु जस्तोसम्म पुगिसकेको थिएँ, तर त्यो मोटिभेसन आउँदो रहेछ यो ठाउँमा पुग्नै छ भनेपछि एकदम रमाइलो भइरहेछ अहिलेसम्म। अब लगभग डेस्टिनेसनमा पुग्न पनि लागिसक्यो। छुट्टै रमाइलो लागेको छ, छुट्टै मजा लागिरहेछ। अब नेक्स्ट ट्रिप कहाँ हो भनेर मामालाई म सोध्नेवाला छु। ओके, प्रत्येक पाइला अनुभवको कथा हो। यात्रालाई जति महसुस गर्छौँ जीवन त्यति नै गहिरो बन्दछ, त्यति नै सुन्दर पनि। जस अनुसार समयले साथ दिएसम्म प्रत्येक वर्ष आफ्नै माटो, हावापानी, वन जङ्गल, डाँडा काँडा, हिमाल पहाडमा आफ्नो पाइला टेक्ने प्रयास गर्दछु। यसरी घुम्न पाउँदा संसारकै अमूल्य खुसी मिल्दछ।
बिहान 6 बजे चोक्करमुक्करबाट हामी निस्केका थियौँ। ठिक 2 घन्टाको हिँडाइ पश्चात हामी कुण्डमा आइपुगेका छौँ। यतिखेर बिहानको 8 बजेको छ। यो कुण्ड चाहिँ सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा अवस्थित छ, जुन 4250 मिटरको हाइटमा रहेको छ। यो एक पवित्र कुण्डको रूपमा चिनिन्छ। जनै पूर्णिमामा यहाँ पूजा र स्नान गर्न ठुलो मेला लाग्दछ। यो ठाउँ लाङटाङ, जुगल र गौरीशङ्कर हिमालको दृश्यहरू हेर्नको लागि पनि परिचित रहेको छ। यस क्षेत्रमा शेर्पा तामाङ जातिको बसोबास बढी भएको छ र यहाँ ती जातिहरूको संस्कृति धर्म बुझ्नको लागि पनि मानिसहरू आउने गर्दछन्। यस ठाउँ चाहिँ आमा छेमेनको रूपमा शान्त वातावरणको लागि चिनिन्छ। भैरवकुण्ड चाहिँ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण धार्मिक स्थल हो। भैरवाय नमः। ओम भैरवाय नमः। ओम भैरवाय। भैरवकुण्ड हिउँले ढाकिएर पुरै जमेको अवस्थामा छ। यो भैरव मन्दिर वरिपरि सेताम्मे हिउँले दृश्य मनोरम देखिएको छ। शान्त कुण्डको रूपमा छाएको छ भैरवकुण्ड यतिखेर। यो भैरव मन्दिर भैरवाय नमः। ओम भैरवाय नमः। ओइरिस्ट भैरवकुण्ड गाइस, भैरवकुण्ड कि जय हो, भैरवकुण्ड कि जय हो। भैरवकुण्ड कि भैरवकुण्ड कि कस्तो भइरहेछ? ठाउँ कस्तो लाग्यो हजुरहरूलाई? संसारमा कहीँ स्वर्ग छ त नेपालमा छ। कोही कतै जानु मन लाग्छ, घुम्नु मन लाग्छ भने टुर गर्नु मन लाग्छ भने चाहिँ वान्स अपर अ टाइम नेपाल घुम्नु होला। जुन चाहिँ कुना रोज्नु होला, अरू घुम्नु होला। टक्करमक्कर भन्ने ठाउँमा सधैँ यस्तो हिउँ पर्दो रहेछ। तुसार लागिरहने धुम्म हुने हुँदो रहेछ यो ठाउँमा चाहिँ। भैरवकुण्डको यो यात्रालाई यहीँ विश्राम गर्दैछौँ हामी। अहिलेसम्म हेरेर साथ दिनुभएको हजुर सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोको लागि प्रतीक्षा गर्नुहोला। हस्त नमस्ते।